हुँदैन। अनि राजाले 2021 सालमा भूमि सुधार सञ्चालन गर्यो। भूमि सुधार सञ्चालन गर्दाखेरि उनले गाउँ गाउँमा नाभि बढायो। अहिले पनि पठाउने चलन जारी नै छ। उनीहरूले जो जनताले वास्तवमा भोग गरेको छ उसको नाममा जग्गा गरेन। जसले नाभिवालालाई एउटा खसी दियो, एक बारो दही दियो, एक ठेकी घिउ दियो, 50 रुपियाँ 500 रुपियाँ घुस दियो, उसको नाममा पूर्जा बनाएको। अनि जुन जनताले त्यो जमिन चाहिँ जोतवा गरेको उसको त्यहाँबाट उठीवास भएको छ, ऊ सुकुम्बासी भएको। राजा महाराजाका नाममा 100 बिघा जग्गा छ। अहिले पनि बर्दियामा काठमाडौँमा बस्ने मान्छेको नाममा 500 बिघा, 200 बिघा, 250 बिघा छ। तर त्यहाँ भोग गर्ने जनता सुकुम्बासी छ। हामीले यो भन्दैनौँ जताभावी वन जङ्गल कटानी गर्नुपर्छ, हामी त्यो भन्दैनौँ। हामी के भन्छौँ भने भूमिको वितरण सरकारले न्यायिक तरिकाले गर्नुपर्छ। कसैका 500 बिघा हुने, कसैका 600 बिघा हुने, कसैका 100 बिघा हुने, कसैका 10-20 बिघा हुने, कसैका एक कट्टा जग्गा पनि नहुने। यो न्याय हो? यो सरकारले न्याय गरेको हो? सरकारले के हो भने जग्गाको वितरण न्यायोचित गर्ने कुरा मात्रै हो। वा त्यसलाई दर्ता गर्ने, पूर्जा दिने र एक अर्काको जग्गा खिचेर नगर भन्ने। जग्गा सरकारको होइन, जमिन प्रकृतिको जमिन हो। हावापानीमा कर लाउन पाइँदैन, प्रकृतिले दिएको चिज हो। मान्छे जन्मिने बित्तिकै उसको अधिकार हो। यति मात्र होइन, मैले के भने तपाईँहरूले घन्टीमा छाप दिनुभयो, भोट हाल्नुभयो भने तपाईँहरूको हातमा फुट्छ। विदेश गएका छोराछोरीहरू घर तपाईँहरूलाई रोजगारीको ग्यारेन्टी, स्वास्थ्यको ग्यारेन्टी, सबै कुराको ग्यारेन्टी। अहिले के भयो? 3 महिना 4 महिना पुगेको छैन यो माले सरकार भएको। जनतालाई उठीवास गर्ने, तपाईँहरूको मल भए पनि, बङ्गला भए पनि, घर भए पनि, झुप्डी भए पनि, टेन्ट भए पनि, तिरपाल भए पनि, गुड भए पनि आखिर घरै हो नि। चराको त गुड हुन्छ त, त्यो पनि उसको घरै हो। कुनै मान्छेले टेन्ट लगाएर बसेको हुन्छ, त्यो पनि उसको त आवास हो नि। तिरपाल लगाएर बसेको हुन्छ, उसका लागि त्यो घर हो, उसका लागि त्यो बङ्गला हो। मान्छेले झुप्डी बनाएर बसेको हुन्छ, जनताका लागि उसका लागि त्यो बङ्गला हो। कसैका मल हुनेका लागि त्यो झुप्डो होला भने उसका लागि त वो घर हो। त्यसकारण जुन देशव्यापी रूपमा जनतामाथि डोजर आतङ्क, डोजर मात्र होइन, प्रहरी लाएर, सेना लाएर जो राज्य आतङ्क मचाएको छ, यसको हामी निन्दा गर्छौँ, यसको भर्सना गर्छौँ। यदि मात्र यो किन यसो गर्यो? यो तपाईँहरूको सरकार होइन, यो किसानको सरकार, मजदुरको सरकार,